मन्त्री पद र रातो बत्तीको लोभमा पर्ने हो भने साधारण सदस्य पनि नहुने गरी अहिले पार्टीबाट लखेड्छौँ। नेकपा एमाले र माओवादी मिलेर प्रदेशहरूमा फेरि सत्ता फेरबदलको फोहोरी खेल सुरु गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले आफ्नै सांसदहरूमाथि कडा वज्रपात हानेका छन्। पार्टीको स्पष्ट नीति र निर्देशन विपरीत बागमती प्रदेशमा एमाले गठबन्धनलाई समर्थन गर्न पुगेका राप्रपाका सांसदहरूलाई लिङ्गदेनले सोझै साधारण सदस्य समेत नहुने गरी कारबाहीको घोषणा गरिदिएका छन्। हेर्नुहोस्, हाम्रा प्रदेश सांसदहरूको लाचार चाला पार्टीले अहिलेको यो फोहोरी खेल सत्तामा तटस्थ बस्ने निर्णय गरिसक्दा पनि एकाध गाडी मन्त्रालयको चाबी र मन्त्रीको पद देख्ने बित्तिकै व्यक्तिगत स्वार्थमा व्यक्तिगत पत्र बुझाएर बिदा हुन खोज्ने अध्यक्ष लिङ्गदेनले सिंहदरबार र बागमतीका नेताहरूलाई सतर्क गराउँदै पनि कुर्सीको मुहामा अन्धो भएर पार्टीको अनुशासन लत्याउने यस्ता अवसरवादीहरूलाई अहिले पार्टीबाट गलत्याउने नै सही कदम हो भनेर भनिसकेका छन्। एमाले र माओवादी जस्ता पुराना दलहरूले 5 वर्ष नपुग्दै प्रदेशमा सुरु गरेको सत्ताको दोहोरीले राजनीतिप्रति जनतामा तीव्र वितृष्णा जनाइसकेको छ। बागमतीदेखि गण्डकीसम्म एउटा दुईटा सिस्टमको जोड घटाउ गरेर मन्त्रीको लोभ देखाउनेहरूलाई लिङ्गदेनले कडा चेतावनी दिएका छन्। सरकारमा गएर गाडी चल्नु र योजना पार्नु हाम्रो प्राथमिकता होइन। राप्रपा देशभर तटस्थ रहन्छ। सुन्नुहोस्, सत्ताको लोभमा अन्धा भएका प्रदेशका सांसदहरू पुराना भ्रष्ट दलहरूको पछि लागेर मन्त्रीको झण्डा हल्लाउने सपना देखेका छौ भने पार्टीको कारबाही र पद गुम्ने डर समयमा याद राखिराख्नुहोस्। जनताले तपाईँहरूलाई विचारको राजनीति गर्न पठाएका हुन्। प्रदेश सरकार ढाल्ने र बनाउने फोहोरी खेलको मोहरा बन्न होइन। सत्ताको उन्माद पार्टीको अनुशासन तोड्नका लागि अब राप्रपा कुनै ठाउँमा छैन। राजनीतिमा नैतिकता बचाउने हो भने निष्कासनको बाटो तय छ भनेर राजेन्द्र लिङ्गदेनको भनाइ छ।